हाम्रो बाबु भान्जाको चाहिँ यो स्केट खेलेर खाइरहेको छौँ। सो फेरि पनि स्वागत छ दिपेन गुरुङको। दिपेन गुरुङ चाहिँ होइन, काले ब्लग्समा स्वागत छ। तपाईँहरूले धेरै दिनपछि फेरि पनि तपाईँहरू सामु म मेरो यो कोचेको अनुहार देखाउन गइरहेको छौँ र कोचेको अनुहार देखाउन गइरहेको साथसाथै आजको न्यू ब्लग बनाउन गइरहेको छौँ। र यता हाम्रो बाबु भान्जाको चाहिँ यो स्केट खेलेर अस्ति त स्केटमा पुरा केटीहरू देखेको उ त दामी स्किल देखाइदिएको हालत देख्नु सक्नुहुन्छ। यसको छाला गएछ अनि देख्न सक्नुहुन्छ हाम्रो अगाडि भिआइपी बस टुरिस्टहरू हिँड्ने बस गइरहेको छ। तर हामी पनि कहिलेकाहीँ गोर्खा यस्तैमा जान्छौँ भिआइपी बसमा। अनि आज हामी फेरि हिजो गएको थियो लिची चोर्न भनेर टिप्न गएको थियो। अनि लिची टिप्न गएको थियो हिजो, फेरि मान्छे रहेछ क्या। अनि आज चाहिँ लिची झरेखारे भुइँमा त्यो झरेको लिची चाहिँ टिप्न जाने भनेर चाहिँ हामी गइरहेको छौँ। सो त्यही न उता हो, उतै जानुपर्छ कि उता 14 किलो। यो त खोइ यसलाई 14 किलो भन्छ कि अब यसलाई 15 किलो भन्छ, 13 किलो भन्छ। यो बिचमा छ कि उताको भन्न नि पाएन, यताको भन्न नि पाएन। यो बिचको छ, यो यताउता यो बिचको। अनि उता 14 किलो जानुपर्छ त्यो लिची टिप्नलाई। रुख चाहिँ माथि जङ्गलतिर रहेछ। अनि हिजो गएको घाँस काट्दै रहेछ बुढो त लिची चोरिन्छ भनेर। अनि त्यो बुढोले त करायो के, अनि त्यो बुढोले करायो। अनि हामी घर पनि आइदियो, लिची त पाके रहेछ। अनि गएको लामखुट्टेले टोकेर कट्टुमै गएको यसरी लामखुट्टेले टोकेर फुन्दा मात्रै भयो, साम्प्रै भयो। अनि त्यही भएर चाहिँ आज फेरि जाने भन्ने प्लानिङ गर्दैछौँ। के कस्तो हुन्छ, त्यो बुढो छ कि छैन, नत्र चिनेको बहिनी छ, त्यो बहिनीले लगेर जान्छु। देख्न सक्नुहुन्छ। अब एकछिनपछि चाहिँ जान्छु। अहिले चाहिँ ब्याट्री चोला हो यता हेर। हाम्रो सामु लिची पनि खाइरहेको छौँ। लिची चाहिँ अघि थोरै जल्दी बोल, कल सुबह पनवेल निकलना है। ल्याइदिएको थियो। अनि त्यो लिची अलिकति ल्याइदिएको थियो, त्यो दाइ टिप्न गएछ। अनि उसले पठाइदिन्थ्यो बाबु लिँदाखेरि। अनि यता देख्न सक्नुहुन्छ हाम्रो परी भुन्टेरी के रे तिम्रो के? ओहो नाना पनि खत्रै लागेछ त। के हो यो डिजाइनै हो? ए डिजाइनको हो यो। गर्मीमा लाउने कट्टु त यस्तो पो चलेछ त आजभोलि नानी बाबुहरूको त है। ओ माई गड, खै हेर त यस्तो। ओ कति हो योलाई? यो हावा छिर्नको लागि हो, छेडे हो? ए गोर्खामा किने। अनि खोइ त टी सर्ट गर्मी भएन कि जाडो भएर हो? यता हेर्न, यता हेर। यता हेरेन, यता हेर न, यता ल। त्यति हो पर्यो छम छम छम। अनि यता भान्जा बाबु चाहिँ होमवर्क गर्दैछ। यता चाहिँ यो चाहिँ स्कुल। तिम्रो स्कुल कहाँ अरे? तिम्रो स्कुल कहाँ? स्कुलको नाम के अरे? स्कुलको नाम के अरे? लोखर के?
ए हे तिमी एबिसिडी आउँछ या आउँदैन ए पछि ओ माई गड एप्पल एप्पल पछि के रे बल पछि क्याट अझै मुक्का पनि मिलाइदिन्छ अनि मामाले ओ माई गड यहाँ चाहिँ फेरि पढन दास ओहो कस्तो राम्रो अक्षर के गर तैँले कसले सिकायो त्यस्तो गर्नु तँलाई त्यस्तो आउन देखाउने हो तँलाई फेरि त्यस्तो नि सेन्ट म्यारिजमा पऱ्यो अरे टिएममा हालिदिन्छु अब हालिदिन्छु पक्न अनि मान्छेहरूले कराइरोस् के हो त्यस्तो त्यो बच्चाले अहिलेसम्म त्यस्तो डिसिप्लिन सिकेको छैन भनेर कराइरोस् सबले त्यहाँदेखि होइन त ओ माई गड ए ल गीत गाइदिए त गीत गाइदिए ल ए ल सानोलाई ल ल यता यता ल पानी पर्यो छाउँ 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 ओ माई गड ओए पानीको पात माया तिमीलाई सम्झिदिन्थ्यो र मर्स्यादिन्छ ल बुझ्नेलाई सुर्खण्ड नबुझ्नेलाई गात पानको पात माया तिमीलाई सम्झिदिन्थ्यो र मर्स्यादिन्छ ल ओए कम्पिटिसन परिरह है ल उठी बसी उठी बसी पानको पात मासु बिना जाँदैन ढेडो भात भयो यता आएछ न भयो ल फेरि ल ल यहाँ अब दाइ र बहिनीको कम्पिटिसन परिरह डान्सको सो देख्न सक्नुहुन्छ हाम्रो सञ्जीव भर्सेस सुप्रिया ल सञ्जीव भर्सेस सुप्रियाको यहाँ तिमीलाई सम्झिन्छु मर्स्या नाच्यो 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 ल कसले जित्छ ल भयो ल आजको डान्सको विनर हाम्रो यता सुप्रिया के भन्न चाहनुहुन्छ ल यता ल हेलो सबैजनालाई लाइक गरिदिए सब्सक्राइब गरिदिए भने सब्सक्राइब माया गरिदिए चुप्प ल सबैलाई चुप्प देऊ अनि यता
ओ माई गड ओ माई गड ओहे ल अब A few moments later. ओ लिची मलाई यो देखेँ त लो लिची भनेर देखेँ त परे फोटो ल सो हामीले लिची टिपेर नै आइसक्यो अनि लिची चाहिँ पहिल्यै दाइले टिपेर सक्यो रहेछ अनि उसले लिन मात्रै आइज भन्थ्यो अनि लिएर आइसक्यो अनि त्यही नै हो लिची सिची खायो अब उता गएको थियो लिची टिप्नु के अरे लिची टिप्न जान्छु भन्थ्यो अनि पछि फेरि चर्पट खाना नि उता गयो चर्पट खाएर फेरि लिची लिन गयो अनि फेरि आयो त्यही हो अब भात खान्छु अनि यता देख्नु सक्नुहुन्छ सो यति भन्दै आजको ब्लग चाहिँ यति एन्ड गर्छु भिडियो के कस्तो लाग्यो सब्सक्राइब लाइक गरिदिनु होला आजको भिडियो चाहिँ यहीँसम्म र फेरि पनि नेक्स्ट भिडियो म खत्रै ल्याउँछु आज खासै त्यस्तो कन्टेन्ट त छैन त्यस्तो कन्टेन्ट पाइनँ आज त्यस्तो रमाइलो त छैन जे जस्तो भयो हेरिदिनु होला र आजको ब्लग यति भन्दै हामी बिदा लिन चाहन्छु बाई 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 गर्दै बाई बाई ल सबैजना सब्सक्राइब गरिदियो भने ल सब्सक्राइब गरिदिनु भने ल ल बाई 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 ल या ल हात देऊ हात ल तिनजनाको हात यहाँ ल्याप हानिदिनु हो नि त ल 1 2 3